अर्लिङ हालान्ड कस्तो डाइट प्लान गर्छन् र उनको शरीर यति राम्रो छ, अथवा उनी कसरी चाहिँ त्यस्तो मैदानमा कडा परिश्रम गर्न सक्छन्, के खान्छन् त उनले प्रशोधित खानेकुराहरू कहिल्यै पनि खाँदैनन्। चिनीमा पूर्ण निषेध लगाएका छन्। दैनिक भोजनमा उनले बिहान 4वटा अन्डा, ब्रेड, काँचो दुध, जसलाई उनले जसलाई पेय पदार्थ भन्छन्, र उनले कफी खान्छन्। दिउँसोको खानामा उनले ओमेगा 3 युक्त साल्मन माछा वा कुखुराको मासु, ब्राउन राइस र हरियो तरकारीहरू खान्छन्। अब जस्तै म्याचहरूमा जाँदा चाहिँ उनले प्री म्याच हुनुभन्दा अगाडि चाहिँ उनले चाहिँ बुबाले पकाएको विशेष, उनले चाहिँ खेल्न जानुभन्दा अगाडि अथवा होइन त्यो बेलामा चाहिँ उनको बुवाले बनाएको एउटा स्पेसल लाजानिया भन्ने खान्छन्। रातिको खाना र खाजामा चाहिँ उनले भेडा वा गाईको कलेजो र मोटो खान्छन्। ठुला स्टेकहरू, काँचो मह र काँचो दुध खान्छन्। मुख्य उनको खानाको विशेषताहरू भनेको चाहिँ उनले सधैँ अर्ग्यानिक र स्थानीय खानेकुराहरू, जसमा रसायन हुँदैन अथवा विषादीहरू प्रयोग गरिएको हुँदैन, त्यस्तो खानेकुराहरू खान्छन्। भिटामिनको भण्डार, उनले खाने कलेजो र मोटु जस्ता भित्री अङ्गहरूको मासुबाट उनी आइरन र भिटामिन बी प्रशस्त मात्रामा पाउँछन्। उनले कुनै पनि प्रकारको कृत्रिम प्रोटिन पाउडर वा सप्लिमेन्ट प्रयोग गर्दैनन्, जसले गर्दा उनको शरीर एकदमै तन्दुरुस्त छ। उनी राम्रोसँग मैदानमा उत्रिन सक्छन्, खेल्न सक्छन्, किनकि उनको खानामा एकदमै राम्रो नेचुरल भिटामिन प्रोटिनहरूको रिसोर्स धेरै छ। तपाईँहरूले पनि होइन, कसैले चाहिँ दुब्लाउनु मन लाग्यो भनेर खानै नखाने हुनुहुन्छ कि तपाईँलाई दुब्लाउने मन लाग्छ भने पनि खाना खानु, तर एक्सर्साइज गर्नु, अथवा त्यसै वेट लस गर्ने खालको राम्रो मतलब अलिकति हेभी चिल्लो पदार्थहरू कम भएको होइन, वेट लसलाई मद्दत पुर्याउने फलफुलहरू खानुहोस्, तरकारीहरू खानुहोस् होइन। खानाहरूमा पनि कस्तो खानाले वेट लस गर्न मद्दत गर्छ त्यस्तो खानाहरूमा ध्यान दिनुहोस्, तर खानाहरू टन्न खानुहोस्। तपाईँको शरीरलाई सबै प्रकारको भिटामिन, मिनरल्स, सप्लिमेन्ट्सहरू, प्रोटिन प्रशस्त मात्रामा पुगोस्। हामीले खानेकुरामा अल्छी गरेनौँ भने हाम्रो शरीर यसै स्वस्थ हुन्छ। जसरी स्कुटर पेट्रोल बिना अथवा इलेक्ट्रिक स्कुटर चार्ज बिना चल्दैनन्, त्यसरी नै हाम्रो शरीर पनि खाना बिना चल्दैन। त्यसैले हामीले खानामा एकदमै सन्तुलित भोजन गर्नु आवश्यक छ। उनको दैनिक डाइट प्लान 6000 क्यालोरीको हुन्छ। उनी चाहिँ खाना चाहिँ मोडर्न भन्दा पनि पुर्ख्यौली शैलीमा बनाएर खान रुचाउँछन्। उनको शरीर 6 फिट 5 इन्चको छ। त्यसैले हामीले खाना खाँदा एकदमै ध्यान दिनुपर्छ। जस्तै तपाईँले धेरै एक्सर्साइज गर्नुहुन्छ भने त्यही अनुसारको क्यालोरी भएको खानाहरू खानुपर्दछ। कम एक्सर्साइज गर्नुहुन्छ भने त्यही अनुसारको क्यालोरी भएको खानेकुराहरू, कम क्यालोरी भएको खानेकुराहरू खानुपर्दछ। ल हेर्नुहोस् उहाँहरू कति इन्जोय गरेर पकाइराख्नु भएको छ होइन। अनि खाना पनि इन्जोय गरेर नै खानुपर्छ। हामीले खायौँ भनेर झगडा गर्ने यताउति गऱ्यौँ भने पनि त्यो खाना हाम्रो शरीरमा लाग्दैन नि त। त्यही भएर खानामा पनि मिलेर बनाउने, रमाइलो गर्ने, राम्रोसँग हेल्दी कुराहरू खाने, बाहिरी खानाहरूलाई भन्दा आफ्नो घर वरपर पाइने अर्ग्यानिक खानाहरूमा बढी जोड दिने गर्नुपर्दछ।